नमस्कार साथीहरू। आज हामी चाहिँ दसैँको लागि गाउँतिर जान निस्केको। हाम्रो यात्रामा हुने यात्रीहरू चाहिँ हामी 3 जना नै हो जहिले पनि। आज पनि हामी दसैँको लागि तनहुँ जानलाई रेडी भएको। अब चाहिँ हामी तनहुँ जाँदैछौँ। तपाईँहरूलाई हामीले बाटोको केही फुटेजहरू पनि देखाउनेछौँ। त्यतिन्जेलसम्म चाहिँ तपाईँहरू हाम्रो भिडियोलाई हेरेर इन्जोय गरिदिनु होला। त्यतिखेर चाहिँ सायद मेरो यो क्यामेरा चाहिँ बुढीले अथवा छोराले जसले पनि ह्यान्डल गर्न सक्छ, उनीहरूले पनि केही चिजहरू चाहिँ बोल्छ। त्यो चाहिँ हेरेर इन्जोय गरिदिनु होला। मेरो बुढी यसरी, मेरो छोरा सम्पत्ति। अब चाहिँ हामी जान्छौँ है त। नाउ गाइज हामी चाहिँ अब रेडी हुँदैछौँ।
साथीहरु आज चाहिँ हामी गाउँमा आइसक्यौँ। हाम्रो गाउँमा अब बाख्रालाई घाँस खाएको, बाख्रालाई घाँस काट्न पर्यो। जे काट्यो नि ल पक्कै छ है घाँस चाहिँ। मेरो बुढी चाहिँ अब घाँस काट्छ झ्याम झ्याम सोर्याम सोर्याम पारेर। म चाहिँ झ्याप बोकेर लाने हो। ए हाम्रो अमिलो चाहिँ यसरी फलेर रहेछ है। कसैलाई चाहिएको छ भने सिधै म्यासेज गर्नु ल, म म्यासेजबाटै हुतुत्तु पठाइदिन्छु। त्यति साह्रो त नफल्यो हुने, अब फलिहालेछ त म के गरौँ। यति बाक्लो फलेछ कि पुरा गरी साध्यै छैन। यस्तो छ। ए घिरौँला पनि लटरम्मै फलेर चाहिँ घिरौँला पनि रहेछ। गाउँको मास यस्तो हुँदै रहेछ। मास त गोडिसक्नु भएछ। यता चाहिँ के हो यो बोडी, बोडी रहेछ यहाँ। यो बोडी रहेछ। माथि चाहिँ कोदो, यो चाहिँ सिमी घुर्सिनी, कोदो बोडी, यो तलको चाहिँ मास। उहाँको चाहिँ गाउँमा यस्तो खालको खेती हुन्छ हजुर। गर्मी गाउँको मान्छे। यता छेउतिर चाहिँ हाम्रो अम्बा पाइन्थ्यो। अम्बा खोज्न हिँडेको, अम्बा पाइन्छ कि पाइन्न हेरौँ। गाउँको अम्बा चाहिँ मिठो हुन्छ कि, मलाई असाध्यै मिठो लाग्छ। भेट्यो भने चाहिँ सोलाप्पै खानुपर्छ। अम्बा चाहिँ आज खाइन्छ। केटोले अम्बा चाहिँ सोर्याप्पै खाने भयो त ल। अम्बा चाहिँ दोस्तै पाके रहेछ है गाइज। भेरी मच ह्याप्पी, किनभने आजकल गाउँमा अम्बा खोजेर खाने मान्छेसम्म पनि छैन। काम गर्ने मान्छेले जहाँसुकै जाओस्
पाकेछ पाकेछ अम्बा टिपे भिडियो पज गरेँ नि त मैले एउटा बोटको अम्बा यति पायो अब 4-5वटा बोट छ क्या मजाले खाँदैछु मजाले बनाउँछु मेरो अम्बा फाइनल यति भइसक्यो अहिले अहिलेसम्म चाहिँ यो अनि तलको एउटा बोटको टिप्दाखेरि 3टा बोटको टिपेँ अम्बा यतिसम्म हो अब म जाँदैछु यहाँ माथि अम्बाकै बोट हो म माथि छ है त सबै जम्मा गरेर कति हुन्छ तपाईँलाई देखाउँछु गोजीमा छ के गर्ने अहिले मान्छेहरू सबै बजारतिर बस्ने भए गाउँमा बारीतिरको अम्बा खाने मान्छे धरि छैन कोही बारीमा आउने भए पो अम्बा देख्नु अम्बा पुरै किराले खाएर बस्दो रहेछ
गरिसक्यो। म त यस्तो फलफुल खोजेर खुवाएको बुढीलाई त घाँस पुग्नु मात्रै आएको थियो र काटेको छैन, उसले काट्दैछ। 15 मुठा काटिसक्यो भन्छ कि र 20 मुठा जति बनाएर लाने भनेको। शीतल है गाउँतिर सिरिरी हावा आएछ नि। डेलिभरी गरिदिनु तपाईँ